हेलो गाइस, मैले हेर्नुहोस् तपाईँहरूलाई के देखाउँदैछु है। यो चाहिँ मैले आधी काटिसकेको छु है। हेर्नुहोस् काटिसकेको यहाँ छ। अब म तपाईँलाई पकाएर देखाउँदैछु है, एकदम सिम्पल तरिकाले। यो चाहिँ मैले तपाईँहरूलाई प्याज र खुर्सानी भुटेर देखिरहेको छु है, एकदमै सिम्पल तरिकाले है। छिटो अनि मिठो भने जस्तै है, तपाईँहरूले त अब बनाएर खाइरहनु भएको चिज हो है। म चाहिँ यसमा कच्ची मच्ची काटेर मैले रेडी छ है, म त्यसमा बनाएर देखाउँदैछु तपाईँहरूलाई। हेर्नुहोस् मैले यसरी काटेर रेडी छ है। अब मैले हाल्दैछु। भिडियो चाहिँ अलिकति लामै हुँदैछ है ल साथी हो, किनभने यो सर्ट भिडियो चाहिँ एकदमै एक बात बोलिसक्दाखेरि है एन्डिङमा पुगिजान्छ, त्यसले गर्दाखेरि मैले यो अलिकति भिडियो लामै भएको छ है। हेरिदिनुहोस् राम्रोसँगले। अब हेर्नुहोस् म यसमा हर्दी लगाउँदैछु है। मैले तपाईँहरूलाई सबैलाई देखाइसकेको छु है, यस्तो मेरो जति पनि कुकिङ भिडियोहरूमा है प्रायः त मैले देखाइसकेको छु है। तपाईँहरू चाहिँ कसरी बनाउनुहुन्छ है, मेरो तरिका चाहिँ यही हो है। हेर्नुहोस् राम्रोसँगले हेर्नुहोस्। कतिजना नानीहरूले है कहिले पकाउनु पनि भएको छैन होला है, यसरी नै पकाउनु भयो एकदम दामी हुन्छ है। अनि तपाईँहरूले चाहिँ यो माथिबाट चाहिँ नुन पनि हालिहाल्नुहोस् है, यो चाहिँ टेस्टी हुन्छ है, भित्रसम्म पस्छ है, हड्डीको चेपतिर है एकदमै मासु भित्रभित्र पनि पसेर टेस्टी हुन्छ है। त्यहाँदेखि चाहिँ तपाईँहरूले चलाएर मजाले छोपेर राख्नुहोस् है, उसको पानी आफै निस्किन्छ है। पानी सुकिन्जेल मजाले चलाउनुहोस्। लास्टमा तपाईँहरूले खानुभन्दा अलिकति अगाडि चाहिँ लसुन नभए अदुवा मात्रै ग्रेड गरेर हाल्नुहोस् है, 2 मिनट जस्तो छोपेर राख्नुहोस्। मैले चाहिँ यतिकै देखिरहेको छु है तपाईँहरूलाई। त्यति गर्नुभयो भने तपाईँहरूको यति दामी टेस्टी बनिन्छ। लस तपाईँले मेरो तरिकाले एकपल्ट बनाएर खानुहोस् लस।